ल गाइज हामीहरू चाहिँ हिँड्दैछौँ मोनिका हेलो गाइस हाई गाइज भन्यो मेरो युट्युब च्यानल Hi, this is Deepa Shrestha and you're watching me on my channel with another video. Come and fly away with me. Come and fly away with me. और हामी चाहिँ जाँदैछौँ कहाँ जाँदैछौँ भनिदेऊ त लाखुरी भन्ज्याङ सबजना हेर्नु त यहाँ ब्याग टुई 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 बोकेर हिँड्दैछन् हेलो भन्दै मेरो भ्लगमा हेलो भन दुईजना हेलो हेलो भन्दियो मेरो भ्लगमा भन्नु न अह केही लेम जोक नै हुन्छ भन्दिनँ हेलो भ्लग हुन्छ कि ए हेलो भन त ल हो सो अब हामीहरू चाहिँ जाँदैछौँ अलमोस्ट 1 आवरमा चाहिँ पुगिन्छ अरे माथि 1 आवरमा मान्छेहरूले यहाँको लोकल मान्छेहरूलाई होला हामीलाई चाहिँ मेबी 1-1.5 घन्टा लाग्ला बोइलर मासु भात खाएन है अनु इनर्जी नै आएन त्यही भएर पहिलाको पालि त मैले ल्याएको थिएँ यसपालि अनि कति चाड तिमीहरूले भन्यौ चुप लाग्यो तिमीहरू गाइज हामीहरू चाहिँ हिँड्दै हिँड्दै अलमोस्ट कति हिँड्यौँ हामी 40 मिनट्स जति त हिँड्यौँ होला हामी मेन सिधै रोड बाटो हिँडिरहेछौँ बिकज पछाडि बहिनीहरू अलि हिँड्न सक्दैनन् रे अनि चाहिँ सर्टकट नै थाहा छैन यो फर्स्ट टाइम आएको तर जसरी नि उतै पुग्ने हो क्या अब कुनै सर्टकट आयो भने चाहिँ जानुपर्छ ल अनि हामी चाहिँ हिँड्दैछौँ अब यो रोड त के देखाउनु भनेर मैले तपाईँहरूलाई नदेखाएको हो ए अनि के भनिन मन थियो भन्दा चाहिँ बाटो त्यस्तो गाह्रो त छैन सो अलमोस्ट 2 आवर जति लाग्छ यदि यो रोडको बाटो आउनुभयो भने अर्को सर्टकट बाटो आउनुभयो भने हिँड्न सक्ने चाहिँ 1 घन्टा नभए हिँड्न नसक्ने चाहिँ 1.5 घन्टामा पुग्छन् सो हामी चाहिँ हिँड्दैछौँ एकचोटि माथि गएर तपाईँहरूलाई भ्यू देखाउँछु बिकज यहाँ त्यस्तो धेरै केही छैन है हरियाली हो यस्तो त मैले अरू भ्लगमा पनि देखाइरहेको हुन्छु भने 17 प्रो लिनै पाइएन बल्ल हामीहरू चाहिँ उकालो बाटो हिँड्दैछौँ गाइजहरू यो पो हो त नि हाइकिङ आएर पनि खालि त्यो मेन रोडै बाटो आएर के काम उही तर बाटो छैन क्या छ यताबाट जानु मिल्ने रहेछ हामी चाहिँ अलमोस्ट माथि यही बस्ने हो Are we staying here? यहाँ नि भ्यू राम्रो रहेछ तर यहीँ बसौँ न त नभए यहाँ माथि चाहिँ मान्छेहरू धेरै हुन्छ अलिक त्यही हो के हो यहाँ माथि आइपुग्न साथ गर्लफ्रेन्डलाई इन्फर्म गरिहाल्नु पर्ने फोन त टुच्चु भइरहेको अर्को टोली आइपुगेकै छैनन् आउँदैछन् हल्ला चाहिँ गाइस हामीहरू चाहिँ आइपुग्यौँ सो वी हेभ डिसाइडेड त्यही तल बस्छौँ अनि अहिले भयो भने एकछिनमा माथि घुम्न जान्छौँ बिकज माथि धेरै मान्छेहरू छ अनि त्यहाँबाट पनि भ्यू देखिरहेछ सो हामी त्यही बस्छौँ होला हेर्न यहाँ फुलको बजारैमा भन्ने भयो सो हामीहरू चाहिँ यहाँ बसिरहेको छौँ गाई चटपटी खाँदैछौँ हामीहरू चाहिँ कतिखेर भन्दा बिहानको 10 बजे ए मेरो त नदेखाउने यस्तो प्लास्टिकमा हामी प्लास्टिकमै हो तर अलि ब्रान्डेड प्लास्टिकमा हो वाइको तर सानो घर हेर्नु त गाइजहरू दामी देखेको यतापट्टि चाहिँ हिमाल देखेको छ यहाँ चाहिँ गुम्बा रहेछ
गौतम बुद्धको गुम्बा सुरु गरिसके गाइज आइफोन 16 प्रो म्याक्स समाउन पाउँदा म एकदम धेरै हर्षित भएँ अनि दिपावलीमा एकदम थोरै इन्टरटेनमेन्ट फ्याक्टर रहेछ किन भन्दाखेरि उहाँलाई हँसाउनको लागि किन भन्दाखेरि उहाँलाई यहाँ देखाउन जस्तो लागेको मेरो थप्रा मात्रै हो अरे आई एम सिङ्गल गाइज रेडी टु मिङ्गल है तपाईँहरूले यसो खबर गर्न सक्नुहुन्छ भेज त्यहाँमाथि अनि मैले के भन्न लागेको थिएँ भन्दाखेरि दिपा दिदीलाई केही देखाउने कुरा भएन अरे अनि ब्लग लामो बनाउनु पऱ्यो अरे चल्छ चलाउनु तर फेरि नन भेज हुनु भनेको फेरि अनि यो पछाडिको यो पर्पल कलरको लाउने पनि उनीहरू पनि सिङ्गल हो नि तर उनले दिपा दिदीको दाइको लागि हेरिसकिन् गाइज ऊ चाहिँ लुकिरह होइन किनभने ऊ एकदम धेरै ह्यान्डसम छ अनि भ्लगमा आयो भने धेरै केटीहरूले हेर्छ जस्तो उसलाई लाग्छ अरे के भयो मलाई थाहा छैन अनि ऊ चाहिँ एमालेको 1 नम्बरको झोले हो गाइज है यो यस्तो घारी बाटो हिँड्दैछौँ हामीहरू चाहिँ मोनिकालाई सब्सक्राइब गरिदिनु होला तपाईँहरूले मोनिका सापकोटा छ भयो भने म मेन्सन गरिदिन्छु सब्सक्राइब गरिदिनु हामी सानो के भन्छ युट्युबरलाई यस्तो घारी बाटो हिँड्नु पर्दैन यो बाटो फेरि आनन्दको सर्टकट छ यत्रो लामो रोड बाटो हिँड्न त सकिन्न भाइ सकिन्न हिँड्दै लुखुर के हेर्न आएको रे हामीहरू भ्यू हिमाल मलाई चाहिँ ठिकै लाग्यो है मेरो पोइन्ट अफ भ्यूमा चाहिँ मलाई चाहिँ एकदम वाउ लागेन तिलिचो गएर आएको मान्छेलाई यो के वाउ लाग्थ्यो ठिकै लाग्यो मलाई चाहिँ मलाई चाहिँ ठाउँ भन्दा पनि मलाई चाहिँ साथीभाइ रमाइलो दिदीभाइ भन नि तिमी दिदीभाइ नै भन्नु पर्यो सबैजना भेटघाट यस्तो अनि हिँडेको भन्ने हो यो अनि हाम्रो सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानलको नाम के छ अरे ओए दिपा श्रेष्ठ धन्य चिप्लेर लडेन मैले फेरि जुत्ता पनि यस्तो चिप्लेर उहाँलाई लगाएको छु के भयो रे हामीहरू अब घर जाने अर्को अब हामीसँग अब केही गर्ने होइन घर जाने घर गएर ल बोला हाम्रो मिनाले चाहिँ यहाँ ह्यान्डओभर गर्दै हुनुहुन्छ ल बोला के भन्नु छ भन ल कसरी निभाउनु हो यसरी हजुर कस्तो भ्लगमा ए हजुर मोनिका सापकोटाको कस्तो लाग्यो त बात हामी कहाँ गएर आयौँ हामीहरू गयौँ कहाँ गयौँ रे गएको ठाउँ नै बिर्सेर बिचक थियो हामी के अरे है लामाटार लाखुरी भन्जाङ नि हो तर लामाटार नि लेखाएको थियो क्या त्यहाँ त्यही त नि यस्तो राम्रो बाटो छ तर होइन बाटो चाहिँ डेन्जरस नै छ सबैजनालाई देखाइदिन्छु किन केही काम पर्यो इमर्जेन्सी हुन्छ ल अनि हामीहरू चाहिँ हिँडिरहेको छौँ अब हिँडिरहेको मात्र अहिलेसम्मको ल मोनिका आज मलाई भेट्दा तिमीलाई चाहिँ कस्तो फिल भइरहेको होला मलाई एकदम वाउ फिल भयो किन भन्दाखेरि अब त्यतिचोटि ट्रेक गरेर आएको मान्छेसँग भेट्न पाउँदाखेरि एकदम प्राउड फिल फेमस द दिपा श्रेष्ठ गाइस 3वटा सलुनको ओनर म गरिब नि त हो नि हेर त कडा मजा भयो मजा ल बिस्तारै